मा एकजना महिला आउनुभएको छ। उहाँ चाहिँ 55 वर्षको हुनुहुन्छ है, अनि ओबिस पनि हुनुहुन्छ। त्यस पछाडि अलि मोटो घाटो हुनुहुन्छ। उहाँको चाहिँ वेस्ट हिप रेसियो चाहिँ यहाँ लेखिएको छैन, तर वेस्टको नाप चाहिँ हिपको नापभन्दा बढी नै छ र ठुलो पेट भएको ओबिस फिमेल चाहिँ आउनुभएको छ। अनि अकुपेसनको कुरा गर्दा चाहिँ उहाँ चाहिँ फिमेल हुनुहुन्छ, उहाँ चाहिँ ड्राइभर है, ड्राइभर हुनुहुन्छ, लङ डिस्टेन्स ड्राइभ गर्नुहुन्छ। अनि त्यस पछाडि उहाँ चाहिँ यो ड्राइभिङले गर्दाखेरि चाहिँ आफ्नो घरबाट टाढा बस्नुपर्ने अवस्था चाहिँ धेरै नै आइरहेको छ है। मेरो स्लाइड पनि चेन्ज भइरहेको छ अहिले। डाक्टर अविनाश केस देखिरहेछ? छैन डाक्टर देखिएको। छैन डाक्टर गुर्जा, अहिले देखियो। हुन्छ ल, यहाँ केस छ है। 55 इयर्सको एकजना फिमेल हुनुहुन्छ जो चाहिँ ओबिज हुनुहुन्छ। उहाँ चाहिँ लङ डिस्टेन्स ड्राइभर हुनुहुन्छ, अनि उहाँ चाहिँ आफ्नो घरबाट बाहिरै, धेरै जसो बाहिरै देखिनुपर्ने अवस्था छ, किनकि उहाँ त ड्राइभर हुनुहुन्छ। अनि उहाँ चाहिँ 15 वर्षको छोरासँग बस्नुहुन्छ, तर उहाँको हस्बेन्ड चाहिँ बाहिर काम गर्नुहुन्छ है। त्यसपछि उहाँको चाहिँ सिग्निफिकेन्ट मेडिकल हिस्ट्री पहिला पनि हाइपरटेन्सनको छ, तर अब उहाँ त ड्राइभर भएको हिसाबले चाहिँ उहाँले चाहिँ औषधि खाना चाहिँ बन्द गरिदिनु भयो, किनकि उहाँलाई त्यो औषधिको टाइमिङ मेन्टेन गर्ने एकदमै गाह्रो भयो, लङ डिस्टेन्स ड्राइभिङ गरिरहेको भएर। त्यसपछि चाहिँ उहाँ बेला बेलामा स्मोक पनि गर्नुहुन्छ, अनि एल्कोहल पनि पिउँछु भनेर भन्नुभयो। उहाँलाई चाहिँ ढाड दुख्ने समस्या एकदमै धेरै रहेछ, त्यही भएर त्यसको लागि चाहिँ उहाँले आइबुप्रोफिन, एसिक्लोफेनाक यो एनएसिडहरू चाहिँ खाइराख्नु भएको रहेछ। सोध्दै जाँदा उहाँको परिवारमा चाहिँ हाइपरटेन्सन, उहाँको फादरमा पनि अनि उहाँको मदरमा पनि हाइपरटेन्सन चाहिँ भएको पाइयो। अब यो केस हजुरहरूले अगाडि देखिरहनु भएको छ है। अब यो केस यसो हेर्दाखेरि उहाँलाई नसर्ने रोग त छँदैछ होइन, हाइपरटेन्सन भनेर लेखिएको छ, जसको लागि उहाँले दबाई खानु भएको छैन। तर अब उहाँलाई नसर्ने रोग हुनको लागि त केही रिस्क फ्याक्टर्सहरू हुन्छन् होइन। त्यो रिस्क फ्याक्टर्सहरूमा चाहिँ हामीले एउटा चाहिँ मोडिफाई गर्ने रिस्क फ्याक्टर्सहरू भन्छौँ, अर्को चाहिँ मोडिफाई गर्न नमिल्ने रिस्क फ्याक्टर्सहरू भन्छौँ है। सो यो उहाँ जुन फिमेल ड्राइभर हुनुहुन्छ, उहाँको चाहिँ मोडिफाएबल रिस्क फ्याक्टरहरू के छन् होला त, र नन मोडिफाएबल रिस्क फ्याक्टरहरू के छन् होला त। सुरुमा चाहिँ हामी नन मोडिफाएबल रिस्कमा जाउँ है। के चाहिँ हामीले परिवर्तनै गर्न सक्दैनौँ उहाँको एनसिडी हुने रिस्क? हुन्छ, कसैले भनिदिन सक्नुहुन्छ मोडिफाएबल के छन् होला, सरी नन मोडिफाएबल के छन् होला? हाम्रो को आउनु भएको छ? हामीले भर्खरै जुन केस डिस्कस गऱ्यौँ, यो केसमा चाहिँ मोडिफाएबल र नन मोडिफाएबल रिस्क फ्याक्टर्सहरू के हुनसक्छ उहाँलाई नसर्ने रोगको लागि भन्ने कुरा चाहिँ हामी छलफल गर्दैछौँ। हजुर, फुरुम्बु हेल्थ पोस्टबाट हेमन्त म्याम, हजुर भन्नु म्याम। यसमा अब नन मोडिफाएबल रिस्क फ्याक्टर भनेको चाहिँ एउटा एज भइहाल्यो होइन। हजुर, 55 इयर्सको हुनुहुन्छ, अनि उहाँको अकुपेसन वाइजले गर्दा उहाँको सेक्स पनि अलि भनेको जेन्डर पनि, हजुर, त्यो चाहिँ दुईटा रिस्क फ्याक्टर होला जस्तो लाग्यो मलाई डाक्टर। हस्, हुन्छ, धन्यवाद। हो, पक्कै पनि होइन, म्यामले भने जस्तै हामीले उमेर र जेन्डर चाहिँ चेन्ज गर्नु मिल्दैन, त्यो भइहाल्यो। अनि उमेर पनि चेन्ज गर्नु मिल्दैन। उहाँको अब 55 वर्षको उहाँ हुनुहुन्छ है। यो बाहेक अरू नन मोडिफाएबल रिस्क फ्याक्टरहरू पनि हुन्छन्, जस्तै अरू केही नन मोडिफाएबल रिस्क फ्याक्टरहरू? डाक्टर अविनाश या डाक्टर राजन पनि हुनुहुन्छ सायद अनलाइन है। हामीले केही मोडिफाई नै गर्न नमिल्ने उहाँको रिस्क फ्याक्टर? अर्को चाहिँ फ्यामिली हिस्ट्री पनि आयो। हजुर, हो, थ्याङ्क यू। हो, फ्यामिली हिस्ट्री होइन, फ्यामिली हिस्ट्री उहाँको चाहिँ ड्याडी र मम्मीलाई पनि
हाइपरटेन्सन छ भन्ने चाहिँ कुरा आएको छ। तर यसलाई चाहिँ हामीले मोडिफाई गर्न मिल्दैन भने चाहिँ जेनेटिक होइन, कसैलाई चाहिँ जेनेटिक नै नसर्ने रोग हुने हुन्छ र उमेर बढे सँगसँगै पनि नसर्ने रोग हुन्छ। र अब यो फिमेल र मेलमा चाहिँ ठ्याक्कै एजको हिसाबले चाहिँ छुट्याइएको छ। के अरे डाक्टर प्रदीप पनि आउनु भएको छ यहाँ। डाक्टर प्रदीप सायद अनलाइन हुनुहुन्न होला। हुन्छ, अब हामीले चाहिँ यहाँ मोडिफाएबल र नन मोडिफाएबल रिस्कको कुरा गर्दै थियौँ। यसमा चाहिँ हामीले एज, जेन्डर अनि फ्यामिली हिस्ट्रीको चाहिँ हामीले कुरा गऱ्यौँ। अब त्यो सँगसँगै उहाँको मोडिफाई गर्न सक्ने होइन, यही फिमेलमा चाहिँ हामीले मोडिफाई गर्न सक्ने रिस्क फ्याक्टरहरू चाहिँ के छन् होला त? हुन्छ, डाक्टर अविनाश। डाक्टर राजन पनि हुनुहुन्छ, अरू कसैले डिस्कस गर्नुहुन्छ भने? डाक्टर उत्तम। ल, अब अगाडि बढ्दै जाँदाखेरि यो पेसेन्टमा चाहिँ हामीले मोडिफाई गर्न सक्ने रिस्क फ्याक्टरहरूमा एउटा चाहिँ उहाँको स्मोकिङको ह्याबिट होइन, उहाँ चाहिँ स्मोकर पनि हुनुहुन्छ अनि एल्कोहल पनि कन्ज्युम गरिरहनु भएको छ भनेपछि यो चाहिँ एउटा मोडिफाएबल रिस्क फ्याक्टर हो जसलाई चाहिँ हामीले चेन्ज गर्नुपर्ने हुन्छ। हुन्छ, सरिता म्याम हजुरले हात उठाउनु भएको छ। उहाँको चाहिँ के भन्छ मेडिसिन स्टप भएको छ, उहाँले मेडिसिन स्टार्ट पनि गर्नु सक्नुहुन्छ। अनि स्मोकिङ गर्ने भएकोले चाहिँ अल्कोहल स्मोक गर्ने भएकोले चाहिँ उहाँलाई चाहिँ यो बारेमा हामीले मोडिफाई पनि गर्न सकिन्छ। अनि उहाँको एज पनि एकदम ओबेसिटी भएको कारणले चाहिँ उहाँलाई चाहिँ के अरे वेट पनि घटाउनलाई, एक्सर्साइज गर्नुलाई हामीले चाहिँ उहाँलाई मोडिफाई गर्न पनि सकिन्छ। ओके, थ्याङ्क यू सरिता म्याम, हजुरले राम्रोसँग यो एकदम राम्रोसँग भन्नुभयो। हो, उहाँको स्मोकिङ होइन, ओबेज हुनुहुन्छ, त्यही भएर उहाँलाई चाहिँ उहाँको ओबेसिटी चाहिँ हामीले कम गर्नुपर्ने हुन्छ। उहाँलाई फिजिकल एक्टिभिटी गराउनु भनेर भन्नुपर्ने छ। ओबेसिटी पनि उहाँको एउटा मोडिफाएबल रिस्क फ्याक्टर हो होइन। त्यस्तै म्यामले भने जस्तै स्मोकिङ एउटा मोडिफाएबल रिस्क फ्याक्टर भयो, एल्कोहल कन्जम्सन पनि उहाँको चाहिँ अर्को मोडिफाएबल रिस्क फ्याक्टर। त्यस्तै उहाँ त ड्राइभर हुनुहुँदो रहेछ होइन। अब ड्राइभरहरूको लाइफ चाहिँ अलिकता सेडेन्ट्री हुन्छ कि, किनकि उहाँहरू त त्यो सिटमै बसेर गाडी चलाइराख्ने गर्नु भएको हुन्छ। त्यही भएर उहाँहरूको लाइफ सेडेन्ट्री लाइफ, बसिराख्ने काम भएको भएर सेडेन्ट्री बसिराख्ने, धेरै हिँडुल नगर्ने, फिजिकल एक्टिभिटी कम भएको होइन। त्यही भएर त्यो पनि एउटा मोडिफाएबल रिस्क फ्याक्टर होइन, फिजिकल एक्टिभिटीलाई बढाउन सकिन्छ उहाँमा। त्यस्तै अब यहाँ चाहिँ के भनेको छ भने उहाँ चाहिँ लङ डिस्टेन्स ड्राइभर हुनुहुन्छ, धेरै जसो घरबाट बाहिर बस्नुहुन्छ भनेपछि उहाँको खानपान पनि नमिल्ने, इटिङ ह्याबिटहरू नमिल्ने, टाइमिङ नमिल्ने, बाहिरको खानेकुराहरू होइन, चिल्लो कुराहरू बढी हुने हुन्छ। तर अब इटिङ ह्याबिट्स अनि हेल्दी न्युट्रिसियस फुड पनि उहाँले नपाउनु, अब थाहा छैन त्यो त हामीलाई, तर उहाँले नपाएको चाहिँ हुनसक्छ, किनकि उहाँको अकुपेसन त्यस्तो छ नि त होइन। त्यही भएर चाहिँ यो उहाँकोमा चाहिँ मोडिफाई गर्न सक्ने रिस्क फ्याक्टरहरूमा चाहिँ एउटा ड्राइभिङ, के अरे सेडेन्ट्री लाइफस्टाइल, अनि त्यस पछाडि इटिङ ह्याबिट भयो। अनि त्यो सँगसँगै हजुर म्याम, हेमन्त म्याम हजुरले हात उठाउनु भएको छ। यो उहाँले अहिले ड्रग इन्टेकहरू गरिराख्नु भएको छ नि, एनएसआइडीहरू, यसलाई पनि त्यसमा राख्न सकिन्छ?
हो सकिन्छ। हो थ्याङ्क यू म्याम। अब यस्तो हुन्छ यो एनएसएजहरूले चाहिँ कुनै कुनै एनसिडीहरू गराउँछ, जस्तै क्रोनिक किडनी डिजिज भयो होइन, लामो समय, अब छोटो समय खाएर त फरक पर्दैन, तर लामो समयसम्म एनएसएड, अब त्यो सँगसँगै उहाँलाई अरू अरू दबाईहरू पनि मिसिएर होइन, एनएसएड सँगसँगै अरू इन्टरेक्सन हुने दबाईहरू पनि मिसिएर चाहिँ किडनी डिजिजको रिस्क फ्याक्टर चाहिँ हो। एनएसएड चाहिँ एउटा किडनी डिजिजको रिस्क फ्याक्टर हो। थ्याङ्क यू। यो पनि म्यामले भन्नुभएको छ, उहाँले एनएसएड पनि खाइरहनु भएको छ है। अब त्यो सँगसँगै चाहिँ यसो हेर्दाखेरि चाहिँ उहाँको हस्बेन्ड चाहिँ बाहिर काम हुनुहुँदो रहेछ नि त। अनि उहाँको चाहिँ एउटा 15 वर्षको छोरा रहेछ, तर उहाँ चाहिँ घरबाट जस बाहिर बसेर काम गर्नुपर्ने अवस्था रहेछ भनेपछि स्ट्रेस होइन, स्ट्रेसमा यहाँ त लेखिएको त छैन, तर स्ट्रेस पनि एउटा एनसिडीको रिस्क फ्याक्टर हो, जसलाई चाहिँ हामीले मोडिफाई गर्न सक्छौँ। त्यही भएर स्ट्रेसफुल लिभिङ पनि उहाँमा हुनसक्छ, र यो स्ट्रेसफुल लिभिङ पनि एउटा एनसिडीको मोडिफाएबल रिस्क फ्याक्टरमै गनिन्छ। त्यस पछाडि अब अगाडि बढ्दै जाउँ। मोडिफाएबल है, त्यो अब हामीले रिस्क फ्याक्टरहरूमा उहाँको ओबेसिटी, स्मोकिङ, एल्कोहल, सेडेन्ट्री लाइफस्टाइल र इटिङ ह्याबिट र स्ट्रेस होइन, यति धेरै मोडिफाएबल रिस्क फ्याक्टर रहेछ उहाँमा। अनि नन मोडिफाएबल रिस्क फ्याक्टरमा चाहिँ एज र फ्यामिली हिस्ट्री। अब यो जेन्डरको कुरामा चाहिँ मेल फिमेलहरूमा लगभग आजकल चाहिँ उस्तै रिस्क हुन्छ भन्छन् भन्न चाहिँ, तर अब त्यो अलिकता डाउटफुल कुरा छ। तर त्यो भन्दैमा वुमेनहरू चाहिँ अलिकता बढी, वुमनहरू चाहिँ अब मेलभन्दा अलिकता बढी भल्नरेबल, अनि कुनै कुनै रिस्क फ्याक्टरहरू चाहिँ वुमेनहरूमा बढी हुने, जस्तै लो इन्कमको वुमेनहरूलाई बढी हुने, अनि एनसिडीहरू भए पनि अब मोर्टालिटी रिस्क चाहिँ वुमेनहरूमा अलिकता बढी देखिने भन्ने पनि कुरा चाहिँ आएको छ। तर अब एज र फ्यामिली हिस्ट्री चाहिँ मेन नन मोडिफाएबल रिस्क फ्याक्टरमा हामीले लिन्छौँ है। अब त्यस पछाडि अगाडि बढ्दै जाँदाखेरि यहाँ उहाँको चाहिँ फिजिकल एक्जामिनेसन गरियो, त्यसपछि ब्लड प्रेसर चाहिँ 210/123 रहेछ। अब यो ब्लड प्रेसरको लागि अब उहाँमा अब हामीले के गर्ने? हेल्थ पोस्टमा ब्लड प्रेसर नापियो, ब्लड प्रेसर चाहिँ 210/123 आएको पाइयो। अब यसमा हाम्रो प्लान अफ एक्सन के हुनसक्छ? अघिकै जो हुनुहुन्थ्यो केस हामीले डिस्कस गरिरहेको छौँ, उहाँकै हेल्थ पोस्टमा, हेल्थ सेन्टरमा होइन, उहाँ आउनुभयो। उहाँको ब्लड प्रेसर चाहिँ 210 र 123 छ है। डाक्टर राजन, डाक्टर उत्तम अनलाइन नै हुनुहुन्छ? हुन्छ। अब सुरुमा हजुर हुन्छ। अब यो पेसेन्टको अब हामीले अब के गर्न सक्छौँ? यसमा चाहिँ अब हामीले एन्टी हाइपरटेन्सिभको युज गरेर चाहिँ हुन्छ, अलिकता डिस्टर्बेन्स आइरहेछ। सो अब हामीले उहाँको म्यानेजमेन्ट चाहिँ हाम्रो अब केएचडिसीको हाइपरटेन्सनको जुन लिफलेट छ उहाँलाई त हामीले त्यही अनुसार नै गर्नुपर्ने। हजुर हजुर ब्लड प्रेसर 210/123 भइसकेपछि अरू हामीले एसोसिएटेड सिम्टम्सहरू केही फिचर्सहरू छ कि भनेर हेरेर अहिलेलाई चाहिँ हामीले ब्लड प्रेसर लो गरेर उहाँहरूलाई डाउन गरेर अनि रेफरै गर्ने होला हाम्रो क्राइउस अनुसार चाहिँ। हजुर
एकदमै सही कुरा गर्नुभएको छ हेमन्त म्यामले। सो हामीले उहाँलाई ब्लड प्रेसर मुक्त गराउनै पर्यो होइन। त्यही भएर हामीले उहाँलाई एम्लोडिपिन दिनै पर्यो। एम्लोडिपिन 10 mg स्ट्याक एकदमै यहाँ डिस्टर्बेन्स आइरहेको छ। ठिक छ, अहिले म्युट भयो। अब हामीले उहाँलाई चाहिँ एम्लोडिपिन 10 mg दिएर सुरुमा चाहिँ ब्लड प्रेसर लोवर साइडमा राख्न नै ट्राई गर्नुपर्छ। अनि उहाँलाई चाहिँ रेस्टमा राख्नुपर्छ होइन। आउँदा आउँदै नापेको ब्लड प्रेसर हो भने पनि यो धेरै नै हो ब्लड प्रेसर, औषधि त दिनै पर्छ। तर उहाँलाई चाहिँ एकैछिन रेस्टमा राखेर औषधि दिनुपर्ने हुन्छ। अनि 10 mg को एम्लोडिपिन चाहिँ उहाँलाई दिनै पर्यो। अनि अब हाइपरटेन्सनको लिफलेट अनुसार त्यो रेफरल क्राइटेरियामै पर्यो। त्यही भएर उहाँलाई एम्लोडिपिन 10 mg स्ट्याट दिएर रिफर गर्नुपर्ने भयो। अनि हेमन्त म्यामले भन्नुभएको जस्तै एन्ड अर्गेन ड्यामेज होइन। अब हाइपरटेन्सनमा त एन्ड अर्गेन ड्यामेजहरू हुनसक्छ। अरू उहाँको अब त्यो हाइपरटेन्सनले गर्दा उहाँलाई होइन अरू कुनै समस्या छ कि छैन, अब छाती दुखिरहेको छ कि छैन, मुटुमा असर परेको छ कि छैन होइन, टाउको दुखिरहेको छ कि छैन, हात खुट्टाहरू नचल्ने भएको छ कि छैन, कतै स्ट्रोक त भएन, अनि किडनी सम्बन्धी समस्याहरू, हात खुट्टा सुन्निने समस्याहरू, अरू एन्ड अर्गेन ड्यामेज, आँखा देख्नुहुन्छ कि देख्नुहुन्न होइन। सो यो कुराहरू पनि सोध्नुपर्ने हुन्छ। सोधे पश्चात उहाँलाई चाहिँ एन्टी हाइपरटेन्सिभ एम्लोडिपिन 10 mg स्ट्याट दिएर अनि रेफर गर्नुपर्ने हुन्छ। त्योभन्दा अगाडि चाहिँ उहाँलाई हामीले अब यो ब्लड प्रेसरमा अर्को एउटा कुनै मेडिसिन पनि दिन सक्छौँ। एउटा मेडिसिन चाहिँ छ जुन चाहिँ हामीले उहाँलाई प्रिस्क्राइब गर्न सक्छौँ एम्लोडिपिन बाहेक। एटोरभास्टाटिन। हजुर हो, थ्याङ्क यू होइन। म्यामले भन्नुभयो एटोरभास्टाटिन 10 mg चाहिँ उहाँलाई हामीले दिन सक्छौँ। किनकि उहाँको कार्डियोभ्यास्कुलर रिस्क होइन, ओबिज पनि हुनु, कार्डियोभ्यास्कुलर रिस्क एकदमै धेरै छ। र यति धेरै ब्लड प्रेसर भएको बिरामीलाई अरू केही नहेरिकन हामीले चाहिँ एटोरभास्टाटिन 10 mg चाहिँ उहाँलाई दिनु मिल्छ। त्यही भएर एम्लोडिपिन दिने, एटोरभास्टाटिन दिने, अनि त्यसपछि उहाँलाई चाहिँ 10 mg एम्लोडिपिन दिएर एटोरभास्टाटिन दिएर अनि उहाँलाई चाहिँ रेफर गर्नुपर्ने हुन्छ। अनि नन फार्माकोलोजिकल काउन्सिलिङ पनि उहाँलाई चाहिँ गर्न बिर्सिनु हुँदैन है। लाइफस्टाइल मोडिफिकेसन। लाइफस्टाइल मोडिफिकेसन हो। अब त्यो अगाडि बढ्दै जाँदा उहाँको चाहिँ अब यो केएचडिसीबाट ल्याब टेस्ट पनि भएछ है। अब ल्याब टेस्ट गर्दा गर्दै चाहिँ उहाँको देखिएछ कि HbA1c 8 छ, अनि क्रियाटिनिन पनि 1.1 छ, अनि युरिन डिप्स्टिकमा 1+ प्रोटिन्युरिया छ। यो चाहिँ देखिएछ उहाँको रिपोर्टमा। ल अब यो रिपोर्ट हेरेर हजुरहरूले के भन्न सक्नुहुन्छ त? हाम्रो दमकबाट पनि कसैले यसमा कमेन्ट गरिदिनुहुन्छ? दमकबाट कोही? दमक मेचीनगरबाट यो ल्याब रिपोर्टमा क्रिएटिनिन 1.8 भन्नुभयो नि डाक्टर? होइन, 1.1। 1.1 हजुर। सुरुमा त हामीले होइन EGFR निकाल्नुपर्ने हुन्छ। अब HbA1c 8 भएपछि चाहिँ उहाँको के भयो? डायबिटिज हामीले डायग्नोज गर्न मिल्यो है। भनेपछि त उहाँलाई त डायबिटिज पनि रहेछ। अब उहाँलाई किडनी सम्बन्धी समस्या चाहिँ छ कि छैन त? डाक्टर राजन, डाक्टर उत्तम, डाक्टर अविनाश? हजुर, उहाँको चाहिँ युरिनको डिप्स्टिकमा प्रोटिन्युरिया देखिरहेछ, अनि उहाँको चाहिँ डायबिटिज भनेर पनि देखिरहेछ होइन। अब हेर्दाखेरि क्रियाटिनिन 1.1 यो त नर्मलै हो भन्ने जस्तो लागे पनि नर्मल चाहिँ होइन, किनकि उहाँको त पिसाबबाट प्रोटिन गइरहेको छ नि त होइन। त्यही भएर उहाँको किडनी सम्बन्धी समस्या चाहिँ हुन थालेको छ है भन्ने चाहिँ यसबाट चाहिँ बुझिन्छ। अब उहाँको किडनी सम्बन्धी समस्या चाहिँ के कारणले गर्दाखेरि भयो होला? अघिको एनएसएआइडीहरू उहाँले धेरै प्रयोग गरिरहनु भएको थियो, ब्याक पेन भयो भनेर, हो त्यसले गर्दा नि हुनसक्छ। अनि HbA1c पनि उहाँको धेरै छ। अब लङ टाइम
पहिलेदेखि नै सुगर बढिरहेको पनि देखिन्छ, त्यो कारणले नै हुनसक्छ। अनि अहिले हाइपरटेन्सन ब्लड प्रेसर 210/123 छ, त्यसले अर्गनमा असर गरेको नि हुनसक्छ। हो, थ्याङ्क यू होइन। हो, हेमन्त म्यामले राम्रोसँग भन्नुभएको छ। उहाँको मल्टिपल कुरा छ किडनीमा असर गर्ने होइन। यो सुगरले मात्रै किडनीमा असर गरेको होइन, हामी सुरुदेखि नै डिस्कस गरिरहेको थियौँ। पहिला सुरु त उहाँ स्मोक पनि गर्नुहुन्छ, ओबिज पनि हुनुहुन्छ है। त्यसमाथि उहाँलाई हाइपरटेन्सन पनि थियो, तर त्यस पछाडि दबाई खान छोड्नुभयो। अनि ब्लड प्रेसर आउँदाखेरि 210 थियो है। त्यो कारणले गर्दाखेरि पनि किडनीमा असर भएको हुनसक्छ। त्यो सँगसँगै उहाँलाई चाहिँ ढाड दुख्छ भनेर एनएसिड खाइरहनु भएको थियो है। त्यो कारणले गर्दा पनि उहाँलाई चाहिँ यो किडनीमा समस्या आएको हुनसक्छ, किडनीबाट प्रोटिन गएको समस्या। अब हुन त अरू कारणले पनि युरिनबाट प्रोटिन चाहिँ जान्छन् होइन, अब पिसाबमा सङ्क्रमण भयो या अन्य कुनै कारणले गर्दा। तर अब उहाँको चाहिँ किडनीमा प्रोटिन जानु चाहिँ जान थाल्नु चाहिँ राम्रो होइन, किनकि उहाँ चाहिँ अब डायबिटिज पनि हामीले HbA1c 8 छ, डायबिटिज पनि डायग्नोज गऱ्यौँ, हाइपरटेन्सन पनि हुन्छ उहाँलाई है, एनएसिड पनि खाइरहनु भएको छ। त्यही भएर उहाँलाई चाहिँ 3 महिनाभन्दा बढीसम्म प्रोटिन्युरिया भइरहेको छ भने चाहिँ हामीले उहाँलाई किडनी डिजिज नै छ भनेर भन्न सकिन्छ है। अब त्यो सँगसँगै अब यो कुरा गर्दै जाँदाखेरि अगाडि बढ्दै जाँदा उहाँलाई डायबिटिजको लागि औषधि त दिनु पर्यो। अब डायबिटिजको लागि चाहिँ औषधि सुरु गर्दाखेरि चाहिँ जहिले पनि मेटफर्मिनबाटै सुरु गर्नुपर्ने हुन्छ, तर EGFR हेरेर होइन। EGFR एकदमै कम भएको छ भने चाहिँ मेटफर्मिन दिनु मिल्दैन। नभए चाहिँ न्युली डायग्नोज पेसेन्टलाई हामीले सुरु गर्ने भनेको चाहिँ मेटफर्मिन नै हो। तर मेटफर्मिन सुरु गर्दा गर्दै अब उहाँको पेसेन्टको EGFR पनि क्यालकुलेट गर्नुपर्ने हुन्छ। फर्स्ट टाइम सिकेडी डायग्नोज भयो नि त अहिले त होइन, किनकि अब फर्स्ट टाइम सिकेडी डायग्नोज भएको छ भने चाहिँ यो चाहिँ एउटा रेफरल क्राइटेरिया पनि हो है। अब यसै पनि रेफर त उहाँलाई गर्नै पर्यो, किनकि उहाँको त कति छ ब्लड प्रेसर त 210 छ। हामीले उहाँलाई रेफर, त्यो एउटा पनि रेफरल क्राइटेरिया भयो। साथसाथै प्रोटिन्युरिया पनि छ, त्यो एउटा रेफरल भयो। अर्को रेफरल क्राइटेरिया पनि फुलफिल हुन्छ, उहाँको त फर्स्ट न्युली डायग्नोस्ड किडनी डिजिज जस्तो पनि छ होइन, त्यो रेफरल क्राइटेरिया पनि फुलफिल हुन्छ। त्यही भएर उहाँलाई चाहिँ हामीले दबाई सुरु गरेर अनि रेफर गर्नुपर्ने हुन्छ। अब यो चाहिँ यो चार्टमा चाहिँ हजुरहरूलाई अगाडि देखिएको चार्टमा चाहिँ डायबिटिजकै लिफलेटको फार्माकोलोजिकल म्यानेजमेन्ट देखाइएको छ, जसमा चाहिँ मेटफर्मिन सुरु गरिन्छ, त्यस पछाडि ग्लिमेपिराइड गरिन्छ, अनि म्याक्सिमम ग्लिमेपिराइड 4 mg पर डे पछाडि चाहिँ सिटाग्लिप्टिन लिनाग्लिप्टिन सुरु गरिन्छ। अनि त्यस पछाडि पनि भएन भने चाहिँ उहाँहरूलाई रेफर नै गर्नुपर्ने हुन्छ। त्यस पछाडि अब चोइस अफ एन्टी हाइपरटेन्सिभ होइन। अब सुरुमा त हामीले उहाँलाई एम्लोडिपिन दियो, सुरुमा चाहिँ एम्लोडिपिन नै दिने हो। तर अब यो पेसेन्टको लागि चाहिँ एसी इन्हिबिटर दिनु मिल्छ कि मिल्दैन होला त? हेमन्त म्याम के छ विचार हजुरको यसमा? उहाँको अब युरिनमा प्रोटिन पनि देखिएको हिसाबले त दिन मिल्दैन होला डाक्टर। थ्याङ्क यू आन्सरको लागि। तर युरिनमा प्रोटिन्युरिया देखेपछि चाहिँ बरु ठ्याक्कै दिनु मिल्यो, किनकि एसी इन्हिबिटरले चाहिँ प्रोटिन्युरिया कम गर्छ नि त। त्यो ठ्याक्कै हजुरले भनेको मिल्यो, तर ठ्याक्कै अलिकति अपोजिट भयो। उहाँलाई इन्हिबिटर दिन मिल्छ। अब जस्तै पिसाबमा प्रोटिन्युरिया छैन रहेछ भने चाहिँ एम्लोडिपिन नै दिने भयो। तर उहाँलाई चाहिँ पिसाबमा प्रोटिन देखिएपछि प्रोटिन कम नै एसी इन्हिबिटरले नै प्रोटिन पिसाबबाट जानुबाट रोक्छ। त्यही भएर उहाँकोमा चाहिँ एन्टी हाइपरटेन्सिभ अफ चोइस चाहिँ एसी इन्हिबिटर नै हुन्छ है। अब त्यो भन्दै जाँदाखेरि उहाँ फेरि फिमेल हुनुहुन्छ। अब फिमेलमा कुन बेलामा एसी इन्हिबिटर चाहिँ सुरु गर्नु मिल्दैन, अब यो कुरा पनि छलफल गरौँ न त। प्रेग्नेन्सी है, प्रेग्नेन्सीमा। थ्याङ्क यू। अब उहाँ प्रेग्नेन्ट हुनुहुन्छ कि हुनुहुन्न, अब उहाँ त 55 इयर्सको हुनुहुन्छ, त्यही भएर प्रेग्नेन्सी यो केसमा त अनलाइकली नै भयो। तर अब डायबिटिज छ, ब्लड प्रेसर पनि हाई छ, प्रोटिन्युरिया भइरहेछ भने एसी इन्हिबिटर दिने। अनि तर उहाँ चाहिँ प्रेग्नेन्ट हुनु भएन, अनि प्रेग्नेन्सी प्लान गरिरहेको पनि हुनु भएन होइन। उहाँहरूलाई चाहिँ एसी इन्हिबिटर एआरबी चाहिँ यो चाहिँ दिनु मिल्दैन प्रेग्नेन्सीमा। उहाँहरूलाई चाहिँ यो क्याल्सियम च्यानल ब्लकरहरू नै दिने हो। त्यसपछि स्ट्याटिन उहाँलाई दिने कि नदिने? अब स्ट्याटिन त अब ब्लड प्रेसर धेरै छ भनेर हामीले सुरुमै दिइसक्यौँ होइन। त्यसमाथि त उहाँ डायबिटिज होइन, डायबिटिज भएपछि त हरेक डायबिटिज पेसेन्टलाई
लिपिड प्रोफाइल त हेर्नै पर्दैन। लिपिड प्रोफाइल जति जे भए पनि डायबेटिक पेसेन्टलाई चाहिँ स्ट्याटिन चाहिँ प्रिस्क्राइब गर्नुपर्ने हुन्छ 10 mg स्ट्याटिन चाहिँ उहाँलाई पाउनु नै पर्यो। सुरुमै उहाँको ब्लड प्रेसर 210 भएपछि त त्यो उहाँको अब हाई रिस्कमै हुनुहुन्छ, हाई सिभिडी रिस्कमै हुनुहुन्छ, त्यही भएर उहाँलाई स्ट्याटिन दिनुपर्ने नै भयो। त्यसपछि हामी अगाडि बढ्दै जाउँ। अब यो पेसेन्टमा क्रोनिक किडनी डिजिज हुने रिस्क फ्याक्टरहरू के हुन्छ होला, यो त हामीले छलफल गरिसक्यौँ। एकचोटि समराइज गरिदिनुहुन्छ डाक्टर उत्तम? डाक्टर अविनाश अनलाइन हुनुहुन्छ? रिस्क फ्याक्टरहरू एनएसएड्स भयो, हजुर, युज अफ एनएसएड्स, अनि हाइपरटेन्सन, उहाँको डायबिटिज पनि छ। हजुर। यो चाहिँ अब उसले चाहिँ के भन्छ डाक्टर उसले चाहिँ मेडिसिन पनि स्टप गरेको छ है। हजुर हो। त्यो मेडिसिन पनि खाइरहेको छैन। अनि उसले जस्तै अब गर्नुपर्ने स्मोकिङहरू अल्कोहलहरू पनि उसले युज गरिरहेको छ। हजुर। अनि त्यही भएर अनि उसले चाहिँ अब ऊ एकदम मोटो भएर उसको खानपान जस्तै अब हामीले अघि मोडिफाई गर्नुपर्ने जुन छ नि उहाँले चाहिँ अब अहिलेसम्म गरिराख्नु भएको थिएन नि त, गर्नुभएको छैन। अनि उहाँको घर बाहिर भएर उहाँको खानपानमा पनि एकदम समस्या अब मेन्टेन भएको छैन। उहाँको एक्सर्साइज भयो अनि एक्टिभिटिजहरू भयो, इटिङ हेबिटहरू भयो, अब उहाँको स्ट्रेसहरू भएर चाहिँ उहाँको चाहिँ अब प्रोटिन पनि 1+ देखेको। अनि उहाँले चाहिँ मेडिसिनहरू पनि ब्रुफिनहरू जस्तै खाइराख्नु भएको छ। अनि उहाँको फ्यामिली हिस्ट्रीमा चाहिँ अलरेडी हाइपरटेन्सन भएपछि उहाँले अलिकति ध्यान दिनुपर्ने कुराहरू थियो, उहाँले ध्यान दिनु भएन। जस्तो मेडिसिनहरू चाहिँ मेन उहाँको प्रब्लम चाहिँ मेडिसिनहरू स्टप गर्नुभएको छ। उहाँले आफ्नो लागि चाहिँ क्योरै गर्नुभएको छैन। के भन्छ उहाँको पनि अब फ्यामिली हिस्ट्रीमा एक्सिडेन्ट भएपछि उहाँलाई पनि हुनसक्छ भन्ने उहाँले चाहिँ अलिकति कन्सियस लिनु भएको छैन। अनि उहाँले त्यस्तै हो अब मेडिसिन छोड्नु भएको छ नम्बर 1। अनि अब स्मोकिङहरू अल्कोहलहरू खाइराख्नु भएको छ। हजुर, थ्याङ्क यू सरिता म्याम, उहाँले एकदम राम्रोसँग भन्नुभएको छ। सो यो पेसेन्टमा सिकेडी हुने रिस्क फ्याक्टर चाहिँ एकदमै धेरै नै छ। उहाँले भन्नुभएको जस्तै औषधि खानु भएको छैन, हाइपरटेन्सन छ, डायबिटिज छ, त्यसमाथि औषधि खानु भएको छैन है। त्यही भएर यो डायबिटिज हाइपरटेन्सन भएको बिरामीहरूलाई किडनी डिजिज हुन सक्ने रिस्क बढी भयो। त्यो सँगसँगै उहाँ त ओबिस पनि हुनुहुन्छ अनि स्मोक पनि गर्नुहुन्छ होइन। ओबेसिटी आफैमा क्रोनिक किडनी डिजिज गराउन सक्छ। अनि स्मोकिङ होइन, स्मोकिङले गर्दाखेरि पनि क्रोनिक किडनी डिजिज हुनसक्छ। यो स्मोकिङ र ओबेसिटी आफैमा पनि किडनी डिजिज गराउन सक्छ है। अनि त्यही भएर उहाँलाई त डायबिटिज पनि छ, हाइपरटेन्सन पनि छ, ओबेसिटी पनि छ, स्मोकिङ पनि छ। त्यो सँगसँगै उहाँले त यो ब्याक पेन धेरै हुन्छ भनेर एकदम लामो समयदेखि पेनकिलर पनि खाँदै हुनुहुन्छ भनेपछि त उहाँको त 5वटा रिस्क फ्याक्टर छ नि। जसरी डाक्टर राजन, डाक्टर उत्तमले भन्नुभयो अनि सरिता म्यामले भन्नुभयो, उहाँको चाहिँ अब उमेर पनि बढ्दो क्रममा नै छ, त्यति धेरै त छैन होइन। अलि धेरै उमेर भएको बिरामीहरूलाई किडनी डिजिज बढी हुन्छ। उहाँको चाहिँ अब 55, यो चाहिँ ठिकै हो। अब त्यही भएर उहाँलाई चाहिँ अब उहाँको त 5वटा रिस्क फ्याक्टर चाहिँ हामीले भेट्यौँ है किडनी डिजिजको अहिलेसम्म। अनि फ्यामिली हिस्ट्री पनि छ। फ्यामिली हिस्ट्री अफ किडनी डिजिज चाहिँ भन्नुभएको छैन, तर फ्यामिली हिस्ट्री अफ डायबिटिज र हाइपरटेन्सन चाहिँ छ भनेपछि पक्कै पनि उहाँको चाहिँ अब अरू समस्याहरू पनि हुनसक्छ है। अब त्यो सँगसँगै अरू केही भीमा भट्टराईजीले के भन्न खोज्नु भएको छ? हजुर भन्नुहोस् त। होइन म्याडम, म सुन्दैछु। हजुर हुन्छ। हजुरको त कुन नगरपालिकाबाट आउनुभयो? टनक नगरपालिका 7 नम्बरको आधारको स्वास्थ्य केन्द्र। ए हुन्छ। भर्खर सकिएको थियो हाम्रो यहाँबाट। ए हजुर, भर्खरै जोइन गर्नुभएको सबै हेल्थ वर्करहरूलाई चाहिँ म भन्न चाहन्छु कि हामी केस डिस्कस गर्दैछौँ। यो केसमा चाहिँ हामी हाइपरटेन्सन, डायबिटिज र अलिकता किडनीमा समस्या प्रोटिन्युरिया देखिएको बिरामीको बारेमा छलफल गरिरहेको छौँ है। हुन्छ, अब अगाडि बढ्दै जान्छौँ। अगाडिदेखि नै छु म यहाँ, कोही कोही बेला मात्रै ग्याप हुँदैछ, नभए बस्दैछु। हजुर हुन्छ।
त्यस पछाडि अब यो स्क्रिनमा तपाईँहरूले देख्न सक्नुहुन्छ रिस्क फ्याक्टर चाहिँ यो पेसेन्टमा चाहिँ किडनी डिजिजको, ओबेसिटी, स्मोकिङ, हाइपरटेन्सन, डायबिटिज, ओरल एनएसएड, इटिङ ह्याबिट, कति धेरै रिस्क फ्याक्टर्सहरू चाहिँ उहाँको चाहिँ हामीले पाएको छौँ। अब यसपछि त उहाँले स्मोक पनि गर्नुहुँदो रहेछ भनेपछि उहाँलाई त स्मोकिङ सिजेसनको लागि हामीले काउन्सिलिङ गर्नुपर्ने भयो है। अब यो चाहिँ अब कसरी गर्ने, अस्ति पनि हाम्रो ठ्याक्कै योभन्दा 1 महिना अगाडि चाहिँ हामीले पेसेन्टलाई स्मोकिङ सिजेसनको काउन्सिलिङ कसरी गर्ने भन्ने अनलाइन सेसनमा डिस्कस गरेका थियौँ होइन। अब यो कसरी गर्ने त हुन्छ? डाक्टर राजन अनलाइन नै हुनुहुन्छ? हजुर हजुर म्याम, अब स्मोकिङ सिजेसनको लागि अब अस्तिको क्लासमा भने जस्तै अब सुरुमा चाहिँ हामीले विलिङनेस चेक गर्ने हो। हजुर त्यसपछि विलिङनेस चेक गरिसके पछाडि उहाँ अब कुन स्टेजमा हुनुहुन्छ, अब स्मोकिङ छोड्न रेडी हुनुहुन्छ कि हुनुहुन्न। अब रेडी हुनुहुन्छ भने अब अर्कै एउटा पाथवेबाट लाने हो काउन्सिलिङको। रेडी हुनुहुन्न भने अब मोटिभेट गर्ने हो। अब स्मोकिङ छोड्दाखेरि के फाइदा हुन्छ, नछोडेपछि के घाटा हानि हुन्छ भनेर एक्सप्लेन गरेर उहाँलाई फेरि त्यही मोटिभेसन गरेर अब स्मोकिङ छोड्नेतिर लाने हो। अनि त्यस पछाडि स्मोकिङ छोड्न रेडी मेन्टालिटी उहाँको भइसके पछाडि हामीले अब कोसिस गर्ने हो कि उहाँ खानुहुन्छ, कतिको खानुहुन्छ, टोब्याको युज गर्नुहुन्छ। अनि त्यस पछाडि चाहिँ हामीले एडभाइस दिनुपर्छ। एडभाइसमा चाहिँ त्यही इन्क्लुड गर्ने भनेको बेनिफिट्स अफ स्टपिङ अनि हार्म अफ नट स्टपिङ भन्ने र हामीले एक्सप्लेन गर्नुपर्ने हुन्छ। हजुर हुन्छ, थ्याङ्क यू डाक्टर राजन। त्यही त डाक्टर राजनले भन्नुभएको जस्तै सुरुमा चाहिँ उहाँलाई चाहिँ स्मोकिङ छोड्नु मन छ कि छैन होइन, रेडी टु क्विट हुनुहुन्छ कि हुनुहुन्न भन्ने असेस गर्नुपर्ने हुन्छ। सुरुमा त असेस गरे पछाडि चाहिँ अब रेडी हुनुहुन्छ भने चाहिँ उहाँलाई असिस्ट अरेन्ज गर्ने हो। तर उहाँ रेडी हुनुहुन्न, होइन म छोड्दिनँ भन्नुहुन्छ भने चाहिँ उहाँलाई मोटिभेसनल काउन्सिलिङ गर्ने हो। अब त्यो मोटिभेसनल काउन्सिलिङ चाहिँ 5 आरले गर्छ। अब हाम्रो स्मोकिङ सिजेसनको लिफलेट हेर्नुभयो भने जसले चाहिँ स्मोकिङ सिजेसन गर्न मान्नुहुन्छ उहाँहरूलाई चाहिँ हामीले असिस्ट गर्ने हो। अब हुन्छ म स्मोकिङ छोड्छु भनेर उहाँले भन्नुभयो है, यो पेसेन्टले भन्नुभयो भने चाहिँ उहाँलाई चाहिँ अब एउटा डेट दिने होइन, स्टार STAR सेट अ डेट, सुरुमा एउटा डेट दिने। त्यस पछाडि अर्को चाहिँ उहाँलाई हेल्प गर्नलाई अरू सपोर्ट सिस्टम डेभलप गर्ने, अनि च्यालेन्जेसहरू एन्टिसिपेट गर्ने, अनि सकेसम्म चाहिँ होमलाई स्मोक फ्री बनाउने, असिस्ट अरेन्ज गराउने हो। तर उहाँले चाहिँ मान्नुहुन्न भने चाहिँ उहाँहरूलाई काउन्सिलिङ गर्नु पर्यो, मोटिभेसनल काउन्सिलिङ हुन्छ। अब स्मोकिङ मान्नुहुन्न भन्ने बिरामीलाई चाहिँ 5 आरको काउन्सिलिङ गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ उहाँलाई के गर्ने त भन्दा स्मोकिङ छोड्यो भने के हुन्छ अनि स्मोकिङ छोडेन भने के हुन्छ भन्ने कुराको चाहिँ रिस्क र रिवार्ड चाहिँ उहाँहरूलाई एक्सप्लेन गर्नुपर्ने हुन्छ है। यो चाहिँ हाम्रो स्मोकिङ सिजेसन। यसरी चाहिँ उहाँलाई 5 A's र 5 R'को आधारमा चाहिँ उहाँलाई हामीले स्मोकिङ सिजेसनको एडभाइस गर्नुपर्ने हुन्छ है। ल अब सक्यो। अब स्मोकिङ सिजेसन पनि एडभाइस गर्यो, ब्लड प्रेसर पनि मेन्टेन गर्यो, उहाँलाई रिफर गर्यो होइन, अब डायबिटिज पनि डायग्नोज भयो। त्यसपछि भोलिपल्टै फेरि आउनुभएछ उहाँ त हेल्थ पोस्ट आउनुभएछ। अनि यतिखेर चाहिँ भोलिपल्ट हेल्थ पोस्ट आउँदा चाहिँ छाती दुख्यो, एकदम भारी भइरहेछ, छाती भारी भइरहेछ, तर मलाई छाती कहाँ दुखिरहेछ भनेर चाहिँ भन्न सक्दिनँ भनेर भन्नुभयो है। अनि यो चाहिँ 1 महिनादेखि नै भइरहेछ भन्न चाहिँ, तर मैले हिजो चाहिँ भनिनँ छु भनेर आउनु। त्यसपछि चाहिँ उहाँले के भन्नुभयो भने म चाहिँ अब त्यो भारी सामानहरू, उहाँ त ड्राइभर हुनुहुन्थ्यो, त्यही भएर भारी सामान बोक्दाखेरि चाहिँ अलिक धेरै दुख्छ, अरू बेलामा चाहिँ अलिक ठिक हुन्छ भनेर भन्नुभयो है। अनि आज प्रेसर नाप्दा चाहिँ नर्मल नै थियो। अब हामीले हिजो एम्लोडिपिन दिएको थियौँ नि त उहाँलाई, त्यसपछि आज नाप्दाखेरि चाहिँ उहाँको ब्लड प्रेसर राम्रै थियो। अब उहाँ रेफर भएर चाहिँ जानु भएन छ बाहिर है, हामीले रेफर त गर्न पर्छ, तर उहाँ चाहिँ जानु भएन छ। मेटफर्मिन चाहिँ खाँदै हुनुहुँदो रहेछ। ब्लड प्रेसर चाहिँ आज ठिक रहेछ होइन, 130 र 90। डायबिटिज पेसेन्टमा चाहिँ हामीले 130/90 रहेछ। हाम्रो टार्गेट चाहिँ 130/80 हो है। अब त्यो टार्गेटमा राख्ने हो। जे होस् हिजोभन्दा चाहिँ उहाँको ब्लड प्रेसर क्वाइट कन्ट्रोल भएको रहेछ। एटरभास्ट्याटिन खाँदै हुनुहुन्छ है, तर आज चाहिँ उहाँले फेरि छाती दुख्यो भन्दै हुनुहुन्छ। सो अब यो पेसेन्टको चेस्ट पेन के होला त, हुन्छ डिस्कस गरौँ।
डाक्टर अविनाश सुनिरहेछ हजुर सुनिरहेछ हजुर उहाँको चेस्ट पेन अलिकति कहाँ भनेर ठ्याक्कै ठम्ब्याउन सक्नु भएको छैन अनि हजुर त्यसपछि केही मेहनतवाला काम गर्दाखेरि बढी दुखिरहेछ भनेर भनिराख्नु भएको छ भने सुरुमा कस्तो खालको छाती दुखाइ हो भनेर थाहा पाउनुपर्छ यो छाती दुखाइ हेर्दाखेरि एन्जाइना जस्तो छ हजुर अनि जति बेला पनि दुखिराख्ने भए केही नगर्दा पनि दुखिराख्ने भए अनस्टेबल हुन्थ्यो त्यही भएर यसलाई स्टेबल एन्जाइना भनेर त्यही अनुसार सुरुमा अप्रोच गर्नुपर्छ अनि त्यस्तै उहाँलाई कोरोनरी आर्टरी डिजिजको रिस्क फ्याक्टर पनि धेरै छ प्रेसर छ सुगर छ अनि उहाँको तौल पनि बढी छ त्यही भएर उहाँलाई अहिले अब हामीले पहिला केएसडिसी लिफलेटमा हेरेअनुसार इस्केमिक हार्ट डिजिज पो भयो कि भन्नेतिर लागेर उहाँले स्ट्याटिन त खाइराख्नु भएको छ अनि प्रेसरको औषधि पनि खाइराख्नु भएको छ कि छैन त्यो अनुसार प्रेसरको औषधि पनि दिनुपर्छ त्यही लिफलेट अनुसार र त्यति गरिसकेपछि उहाँलाई अलिकति हायर सेन्टरमा कहाँ उहाँको राम्रो उपचार हुनसक्छ त्यहाँ पठाउने जमर्को गर्नुपर्छ हुन्छ हजुर थ्याङ्क यू डाक्टर अविनाश होइन डाक्टर अविनाशले राम्रोसँग यो भन्नुभएको छ सो उहाँको यो छातीको दुखाइ हेर्दा चाहिँ यो कहाँ दुखिरहेछ भन्न सक्नु भएको छैन होइन सो मुटुको जुन इस्किमिया हुन्छ त्यसको दुखाइ चाहिँ उहाँहरूले भन्न नसक्ने खालकै हुन्छ ठ्याक्कै यहाँ दुख्छ भनेर भन्न सक्नुहुन्न अनि भारीपन महसुस पनि भइरहेको छ अनि उकालो उक्लिँदाखेरि अनि कुनै पनि काम गर्दाखेरि जस्तै यो बिरामीमा चाहिँ सामान उठाउँदा छाती दुखिरहेछ भनिरहनु भएको छ नि त होइन त्यही भएर काम गर्दाखेरि बढ्ने दुखाइ चाहिँ यो इस्किमिक दुखाइ नै हो मुटु सम्बन्धित दुखाइ नै हो भन्ने बुझ्नुपर्छ तर राति चाहिँ ठिक भइरहेछ भनेपछि यो चाहिँ एमआई अक्युट मायोकार्डियल अक्युट चाहिँ होइन क्रोनिक एन्जाइना स्टेबल इस्किमिक हार्ट डिजिज चाहिँ भन्न सकिन्छ तर हार्ट डिजिज त हार्ट डिजिज नै होइन सुन्दाखेरि चाहिँ हार्ट डिजिज नै देखिन्छ है अब यो बिरामीलाई के गर्ने त भन्ने क्वेसनमा चाहिँ अब हामीले अब यो स्लाइडमा हजुरले हेर्न सक्नुहुन्छ यो पेन इज सजेस्टिभ अफ इस्किमिक हार्ट डिजिज होइन त्यही भएर स्टेबल कोरोनरी हार्ट डिजिज छ किन भन्दा सेन्ट्रल पेन छ इल्लोकलाइज पेन छ अनि रिस्क फ्याक्टर पनि अघि डाक्टर अविनाशले भन्नुभयो ओबेसिटी डायबिटिज हाइपरटेन्सन रिस्क फ्याक्टरहरू छ भनेपछि उहाँलाई अघि उहाँले भन्नुभएको जस्तै स्ट्याटिन एन्टी हाइपरटेन्सिभ त दिनु नै पर्यो नन फार्माकोलोजिकल एडभाइस एज पर केएचडिसी लिफलेट पनि दिनु पर्यो अनि त्यो केएचडिसी लिफलेट अनुसारको ट्रिटमेन्ट गरेर उहाँलाई चाहिँ यो हार्ट डिजिजको लागि रेफर गर्नुपर्ने भयो है अब यहाँ तपाईँले हेर्न सक्नुहुन्छ यो यसको लागि स्टेबल इस्किमिक हार्ट डिजिजको म्यानेजमेन्टमा हामीले एटोर्भास्ट्याटिन दिन्छौँ इकोस्प्रिन यो अनुसार हामीले दिन्छौँ अनि पेन म्यानेजमेन्ट गर्छौँ अनि उहाँलाई चाहिँ रेफर गर्छौँ है तर अक्युट कोरोनरी सिन्ड्रोम भएको भए चाहिँ के फरक हुन्थ्यो अहिलेको चाहिँ स्टेबल हो होइन तर अक्युट भएको भए चाहिँ दुखिरहन्थ्यो अहिलेको बिरामीलाई त राति चाहिँ ठिक हुन्छ भन्नुभएको छ नि त काम गर्दा मात्रै दुख्छ भन्नुभएको छ त्यही भएर यो अक्युट कोरोनरी चाहिँ होइन उहाँलाई तर उहाँको चाहिँ स्टेबल इस्किमिक हार्ट डिजिज हो तर इस्किमिक हार्ट डिजिज चाहिँ हो भनेर उहाँलाई रिफर चाहिँ गर्नुपर्ने हुन्छ त्यसपछि हामी अगाडि बढौँ अब अरू कम्प्लिकेसन्सहरू है अब अरू कम्प्लिकेसन्सहरू चाहिँ अब यो हार्ट डिजिज बाहेक यो उहाँमा चाहिँ अरू कम्प्लिकेसन्सहरू चाहिँ के हुनसक्छ होला त हुन्छ हाम्रो दमक मेचीनगरबाट पनि कसैले डिस्कस गरिदिनुहुन्छ कि यो कम्प्लिकेसन बारे यो हामी डायबिटिज हाइपरटेन्सन किडनी डिजिज भएको बिरामी जसलाई चेस्ट पेन भयो भन्ने कुरा डिस्कस गर्दैछौँ उहाँलाई चाहिँ अरू कुनै अर्गेनमा समस्या केही हुनसक्छ डक्टर म भनौँ हुन्छ भन्नु न उहाँको चाहिँ अब एचबिएनसी बढी भएकोले हामीले अब डायबिटिज भनिसकेछौँ अब त्यहीसँग एसोसिएटेड उहाँलाई अब आई चेकअप पनि गराउनु पर्यो अनि अरू नर्भ्सहरूमा केही समस्या छ कि डायबेटिक रेटिनोप्याथी हेर्नु पर्यो अनि न्युरोप्याथी पनि छ कि भनेर त्यो पनि कम्प्लिकेसन हुनसक्छ उहाँलाई हजुर हो एकदम होइन थ्याङ्क यू सो उहाँलाई चाहिँ आँखाको समस्या आउन सक्छ है
अनि उहाँको चाहिँ नसा सम्बन्धी समस्या अनि हात खुट्टाको पेरिफेरल आर्टरी डिजिज पनि हुनसक्छ होइन। अनि आँखामा रेटिनोप्याथी, न्युरोप्याथी होइन, नेफ्रोप्याथीको कुरा भइहाल्यो। त्यो समस्याहरू चाहिँ आउन सक्छ। अब त्यसको लागि हामीले के गर्ने भन्दा चाहिँ उहाँलाई चाहिँ अब युरिनमा एल्ब्युमिन त अहिले उहाँको त देखिसक्यो होइन। तर अब यो चाहिँ एकचोटि युरिनमा एल्ब्युमिन नदेखिएको बिरामीको लागि हो है। तपाईँहरूको लिफलेटमा जुन छ, लिफलेटमा स्क्रिनिङ फर कम्प्लिकेसन्स अहिले चाहिँ यो हाम्रो नयाँ लिफलेटमा भएको यो होइन, हरेक यो चाहिँ युरिनमा चाहिँ एल्बिन्युरिया हामीले चेक गर्नुपर्ने हुन्छ। अनि खासमा चाहिँ अब यो चाहिँ हामीले अहिले चेन्ज गरिसकेका छौँ। यो फुड एक्जामिनेसन चाहिँ डायबिटिज पेसेन्टमा हरेक भिजिटमा गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ एभ्री इयर लेखिएको छ, त्यो लेखिए तापनि अब अहिले चाहिँ हरेक भिजिट है, हरेक भिजिट कुनै पनि डायबेटिक पेसेन्टहरू हजुरहरूकोमा आउनुभयो भने चाहिँ हामीले हरेक भिजिटमा उहाँको चाहिँ खुट्टा हेर्नुपर्ने हुन्छ, खुट्टामा घाउ त भएको छैन। किनकि उहाँहरूको डायबेटिक पेसेन्टहरूको चाहिँ खुट्टामा अल्सर भयो, घाउ भयो भने हिल हुन एकदम टाइम लाग्छ, किनकि उहाँहरूलाई त्यो न्युरोप्याथी भइरहेको हुन्छ है। त्यही भएर चाहिँ त्यो समस्याले गर्दाखेरि चाहिँ उहाँहरूलाई त्यो चाहिँ हामीले चेक चाहिँ गर्नुपर्ने हुन्छ, आँखा, खुट्टा, नसा है, यो सम्बन्धी चाहिँ गर्नुपर्ने हुन्छ। यतिसम्म बुझिरहेछौँ नि है। अब अगाडि बढ्दै जाँदाखेरि अरू कम्प्लिकेसन्सहरू पनि केही हुनसक्छ डाक्टर अविनाश? डक्टर सिओपिडी पनि हुनसक्छ। सिओपिडी पनि हुनसक्छ, किनकि उहाँ त स्मोकर हुनुहुन्छ। तर अब अहिले उहाँको सिम्टम सिओपिडी जस्तो नभए पनि उहाँलाई पछि गएर उहाँले लामो समयसम्म स्मोकिङ गरिराख्नुभयो या उहाँको बायोमास फ्युल एक्सपोजरहरू बढ्यो भने चाहिँ उहाँलाई पछि गएर उहाँलाई सिओपिडी हुने चान्सेस चाहिँ एकदम हाई छ। अर्को चाहिँ स्ट्रोक पनि हुनसक्छ है। अब पेरिफेरल आर्टरी डिजिजको कुरा गऱ्यौँ, तर स्ट्रोक हुने रिस्क पनि एकदम धेरै छ यो बिरामीमा, किनकि किडनी डिजिज, हाइपरटेन्सन, डायबिटिज भएको कारणले गर्दा स्ट्रोक चाहिँ हुनसक्छ। अब लास्टमा हामी आउँदै गर्दाखेरि हामी नन फार्माकोलोजिकल एडभाइसको कुरा गर्छौँ। नन फार्माकोलोजिकल एडभाइसहरूमा चाहिँ के एडभाइस दिने भन्दाखेरि चाहिँ हामीले यो रेगुलर फिजिकल एक्टिभिटी उहाँहरूलाई गर्नुपर्छ भनेर एडभाइस दिनुपर्ने हुन्छ। अनि स्ट्रेस होइन, स्ट्रेस कम गर्ने, डे टु डे स्ट्रेस कम गर्ने भनेर हामीले उहाँहरूलाई गर्नुपर्ने, काउन्सिलिङ गर्नुपर्ने हुन्छ। त्यो सँगसँगै सल्ट कम खानु भनेर भन्नुपर्ने हुन्छ। अनि त्यस पछाडि चाहिँ एल्कोहल नखानुस्, टोब्याको नखानुस् भनेर भन्नुपर्ने हुन्छ। अघि जस्तै स्मोकिङ सेजेसनको काउन्सिलिङ गर्नुपर्ने हुन्छ, हेल्दी डायट को लागि पनि काउन्सिलिङ गर्नुपर्ने हुन्छ। अनि त्यस पछाडि वेट पनि रिड्युस गर्नको लागि होइन, ओबिज हुनुहुन्छ, त्यही भएर वेट रिडक्सनको लागि चाहिँ उहाँलाई एडभाइस गर्नुपर्ने हुन्छ। र स्लिप चाहिँ एडिक्वेट होस् भनेर पनि, स्लिप होइन, स्लिप पनि एडिक्वेट हुन जरुरी हुन्छ स्ट्रेस रिडक्सनको लागि र यो हार्ट डिजिजको पेसेन्टको लागि, त्यही भएर त्यो पनि काउन्सिलिङ गर्नुपर्ने हुन्छ है। हुन्छ। अब यति भन्दै म एक्चुअली डाक्टर अविनाश यो केसको बारेमा अलिकता केही तपाईँको थोरै समरी जस्तो केही भनिदिनुहुन्छ हजुरलाई लागेको कुरा? हजुर, उहाँ हाम्रो मिडल एज फिमेल हुनुहुन्छ अनि उहाँको रिस्क फ्याक्टरहरू धेरै छ। हामीले सुरुदेखि नै थाहा पाए अनुसार उहाँ स्मोकर हुनुहुन्छ, उहाँ ओबिज हुनुहुन्छ, उहाँ हाइपरटेन्सिभ हुनुहुन्छ, उहाँ डायबिटिक हुनुहुन्छ। अनि त्यो सँगसँगै उहाँको प्रोटिन पनि देखिरहेको छ पिसाबमा भनिसकेपछि सुरुमा हामीले त रिस्क फ्याक्टरहरू आइडेन्टिफाई गर्नु पर्यो यो नन कम्युनिकेबल डिजिजहरूको। अनि उहाँलाई के गर्न सकिन्छ भन्ने कुराको बारेमा अप्रोच अगाडि बढाउँदै लाँदाखेरि सुरुमा प्रेसर कन्ट्रोलमा छ कि छैन, सुगर कन्ट्रोलमा छ कि छैन, त्यो अनुसार उहाँहरूलाई हामीले सिके अनुसार लिफलेटको अनुसार ट्रिटमेन्ट गर्दै जाने, सँगसँगै फार्माकोलोजिकल र नन फार्माकोलोजिकल एडभाइस अघि कुरा गरे जस्तै स्पेसिफिक कन्डिसनहरूको लागि कसरी गर्ने र हरेक कन्डिसनलाई कसरी आइडेन्टिफाई गर्ने भन्ने कुरामा नि बढी फोकस गर्नुपर्छ। अनि उहाँहरूलाई मेन चाहिँ हामीले नन फार्माकोलोजिकल एडभाइसमा काउन्सिलिङको पार्ट पनि एकदमै इम्पोर्टेन्ट हुन्छ। अनि कति समयमा चेक गराउने, के गर्ने र कसरी गर्ने। अनि त्यसपछि हाम्रो हेल्थ केयर प्रोभाइडरहरूलाई चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा मलाई के हो जस्तो लाग्छ भने पहिला कन्डिसन आइडेन्टिफाई गरेर हामीले के चाहिँ गर्न सक्छौँ त्यतिसम्म पनि गर्न सकेर चाहिने बेलामा कहाँ पठाउने र के हामीले त्यहीँ गर्न सक्छौँ त्यो कुरामा ध्यान दिन एकदमै जरुरी छ यसमा। र उहाँलाई मल्टिपल कन्डिसन्स र मल्टिपल रिस्क फ्याक्टर्सहरूले गरेको हुँदाखेरि
यो केस हाम्रो लागि एकदमै इन्फर्मेटिभ र राम्रो लर्निङ अपर्च्युनिटी हो जस्तो लाग्यो मलाई। हुन्छ, थ्याङ्क यू डाक्टर अविनाश। हो, यो पेसेन्टको चाहिँ होइन हाइपरटेन्सनदेखि लिएर डायबिटिज, अब धेरै जसो बिरामीहरूलाई हाइपरटेन्सन डायबिटिज दुइटै हुन्छ र पछि गएर चाहिँ उहाँहरूलाई किडनीको समस्या आउँछ। किडनीको समस्या आउन थालेपछि उहाँहरूको हार्ट डिजिज हुने चान्सेस एकदमै बढी हुन्छ। त्यही भएर हामीले जुन केएचडिसीबाट हजुरहरूलाई पढाउँछौँ हाइपरटेन्सन डायबिटिज, सिकेडी, इस्केमिक हार्ट डिजिज, सिओपिडी भनेर, यो चाहिँ अब 50, 55, 60 वर्ष या त्योभन्दा वरिपरिका बिरामीहरूलाई एकैचोटि आउनसक्छ होइन। अनि एकैचोटि आउँदाखेरि चाहिँ त्यस्तो एउटै बिरामीलाई कसरी म्यानेज गर्ने भनेर चाहिँ हामीले चाहिँ स्ट्रक्चर्ड वेमा, अब सबै कुरा एउटै बिरामीमा भए तापनि हाइपरटेन्सनलाई हाइपरटेन्सनको लिफलेट, त्यही बिरामीमा भएको डायबिटिजलाई डायबिटिजको लिफलेट, अनि सिकेडीलाई सिकेडीको लिफलेटको हेल्पले म्यानेज गर्नुभयो, अनि स्मोकिङ सिजेसनलाई स्मोकिङ सिजेसनको लिफलेट युज गरेर काउन्सिलिङ गर्नुभयो भने पेसेन्टलाई चाहिँ एकदमै फाइदा चाहिँ पुर्याउँछ है। अब यो केसको बारेमा अरू केही डिस्कसनको लागि मेचीनगरबाट कसैले केही भन्न चाहनुहुन्छ यो केसको बारेमा? आज हामीले जुन डिस्कस गऱ्यौँ यो पेसेन्टको बारेमा। हाम्रो विनोद खनाल सर पनि आउनु भएको रहेछ। अलि पहिला पहिला एकदम इन्टरेक्टिभ हुनुहुन्थ्यो सर, त्यही भएर मैले सरको नाम लिएको। नमस्ते, नमस्ते, हजुर हजुर। म अलि यो डिस्कन्टिन्युड भए म्याम यो बिचमा। ए हजुर यो हजुर। मैले सुनेर लिइरहेको छु म्याम, त्यहाँको ए त्यो हजुरहरूले त्यो अहिले सेयर गरिरहेको इन्फर्मेसनहरू लिइरहेको छु। मैले हजुर सुरुदेखि सुनेको भए मैले कन्ट्रिब्युट गर्थेँ होइन म्याम। हजुर हजुर त्यो भएर हजुर। मैले अहिलेलाई एक्सक्युज मागेँ ए सबैलाई। हुन्छ हुन्छ, हस् ल, थ्याङ्क यू है। त्यसपछि हाम्रो रुद्र सर पनि आउनु भएको छ। रुद्र सर अनलाइन नै हुनुहुन्छ? हुन्छ, ठिकै छ। अनि हाम्रो फुङलिङबाट डाक्टर राजनलाई केही कुरा एड गर्नुपर्ने छ यसमा? छैन म्याम, सबै नै भनिसकेको जस्तो लाग्यो। हजुर, हुन्छ। हेमन्त म्याम, हजुरले एउटा केही समरी भनिदिनुहुन्छ कि आजको हाम्रो केसको बारेमा? डाक्टर, यो केस त अब सबै हामीलाई रिफ्रेस पनि भयो, रिकल पनि भयो कि, तर यो अर्को रिसेन्ट केस यस्तै खालको केस हाम्रोमा आएको थियो, म सेयर गरौँ? हुन्छ, सेयर गर्नु न। रिसेन्टली चाहिँ हाम्रोमा यहाँ 30 इयर्सको फिमेल आउनुभएको थियो। हजुर हजुर। अनि उहाँ हेर्दै एकदम ओबियस देखिरहनु भएको थियो। खासमा चाहिँ उहाँ आफ्नो समस्याले चाहिँ आउनुभएको होइन, अरू बिरामी लिएर आउनुभएको थियो, आफ्नो घरको कोही लिएर आउनुभएको थियो। अनि उहाँको वेट चाहिँ 102 केजी। ए त्यही त। अनि मैले प्रेसर हेरौँ न भन्नुभयो उहाँले। अनि मैले ब्लड प्रेसर हेर्दाखेरि 120बाट सुन्न थालेको, कस्तो मजाले सुनिएन क्या, त्यो हुन्छ नि इरेगुलर टाइपको सुन्यो। अनि मैले पल्स हेर्दाखेरि चाहिँ इरेगुलर थियो, पुरै पल्सै इरेगुलर, अनि हार्टबिट पनि इरेगुलर टाइपको सुनिरहेको थियो। ए हजुर हजुर। अनि अब उहाँको चाहिँ वेट हेर्दै कति धेरै थियो। अनि अब मैले त अरू उहाँलाई काउन्सिलिङ गरेँ यो वेटको बारेमा, कहिलेदेखि यस्तो भएको, अरू समस्या छ कि भनेर। उहाँले त्यस्तो कम्प्लेन चाहिँ केही पनि गर्नु भएन, आफूलाई समस्या भएको कुराहरू चाहिँ। अनि उहाँको पल्स चाहिँ अब मलाई इरेगुलर नै फिल भयो, त्यही भएर मैले उहाँलाई एउटा इसिजी गर्नुपर्छ अनि अरू टेस्टहरू पनि गर्नुपर्छ भनेर जिल्ला अस्पताल ताप्लेजुङ चाहिँ रेफर गरेँ। त्यस पछाडि चाहिँ फलोअप चाहिँ हुन सकेको छैन, मैले कल चाहिँ गरिरहेको छु। अस्ति उहाँको अर्कै रिलेटिभले उठाउनु भयो, त्यही भएर फलोअप चाहिँ हुन सकेको छैन। यस्तो केसमा चाहिँ अरू हामीले के गर्न सकिन्छ डाक्टर? अब उहाँको केसमा चाहिँ इरेगुलर पल्स भएको चाहिँ अब यस्तो हुन्छ, नर्मली इरेगुलर पल्स भएको चाहिँ अब धेरै कारणहरू हुन चाहिँ, तर अब ओबेस पेसेन्टहरूमा चाहिँ यो एट्रियल फिब्रिलेसन चाहिँ हुनसक्छ। एट्रियल फिब्रिलेसन
ओबेसिटी एउटा रिस्क फ्याक्टर पनि हो एट्रियल फिब्रिलेसनको होइन, जसमा चाहिँ अब बिरामीको एकदम इरेगुलर पल्स हुन्छ अनि एट्रियल फिब्रिलेसन हुन्छ, त्यही भएर इरेगुलर भएको होला। अब खासमा चाहिँ यो बिरामीलाई चाहिँ त्यो ब्लड थिनरहरू इरेगुलर एएफले गर्दा भएको हो भने त्यो इसिजीबाट पत्ता लागिहाल्छ। त्यही भएर तपाईँले एकदम राम्रो गर्नुभयो, इसिजी गर्ने अनि रिफर गर्नुभयो। अब त्यति गरेपछि एएफ डायग्नोज भइहाल्छ। अनि त्यो एट्रियल फिब्रिलेसनै रहेछ भने चाहिँ उहाँलाई चाहिँ त्यो के भन्छ ब्लड थिनर चाहिँ सुरु गर्नुपर्ने हुन्छ। इकोस्प्रिन भन्दा नि अरू ब्लड थिनरहरू सुरु गर्नुपर्ने हुन्छ, तर त्यो चाहिँ अब कन्फर्म भएपछि हायर सेन्टरबाट नै सुरु गर्ने हो हुन चाहिँ। र अब हाम्रो साइडबाट चाहिँ त्यो ओबेसिटीको लागि उहाँलाई चाहिँ यो वेट रिडक्सनको काउन्सिलिङ गर्ने। अनि कसैमा चाहिँ एकदमै वेट धेरै छ भने चाहिँ त्यो के भन्छ स्लिप एप्निया पनि हुन्छ कि, भनेको राति सुत्दाखेरि घुर्ने। अनि त्यो घुर्ने बिरामीहरूलाई चाहिँ जो बिरामीहरू राति सुत्दाखेरि घुर्नुहुन्छ नि उहाँलाई चाहिँ ब्लड प्रेसर बढ्छ कि, किनकि राति उहाँहरूको निन्द्रा राम्ररी पुगेको हुँदैन, त्यही भएर उहाँको ब्लड प्रेसर एकदम धेरै हुन्छ। अनि त्यो बिरामीहरूलाई मुटुको समस्या पनि आउनु सक्छ। त्यही भएर यो एकदम मोटो मान्छेहरूलाई चाहिँ घुर्ने समस्या छ कि छैन भनेर चाहिँ सोध्न सकिन्छ एउटा एप्निया, स्लिप एप्नियाको लागि। त्यो घुर्ने समस्याले गर्दा नै प्रेसर बढ्ने समस्या, मुटुको समस्याहरू आउने गर्छ कि, त्यो चाहिँ एउटा गर्न सकिन्छ। अनि त्यति नै हो अहिले मेरो पनि मैले यसो सोच्दाखेरि गर्न सक्ने चाहिँ त्यति नै हो जस्तो लाग्छ। हुन्छ, हस् डाक्टर, थ्याङ्क यू। थ्याङ्क यू हेमन्त म्याम। हुन्छ, अरू केही कसैले सेयर गर्न चाहनुहुन्छ, केही डिस्कस गर्न चाहनुहुन्छ भने हामी डिस्कस गरौँ, नभए चाहिँ यो सेसन आज यहीँ एन्ड गर्छौँ। अनि फेरि चाहिँ अर्को महिना हरेक महिनाको अन्तिम बिहिबार जस्तै हामी एउटा टपिक लिएर आउँछौँ। हजुरहरूलाई केही डिस्कस गर्न मन छ केही टपिक भने भन्दा पनि हुन्छ। हुन्छ, त्यस भए केही छैन भने हामी एन्ड नै गरौँ होला होइन डाक्टर अविनाश? हजुर, हुन्छ डाक्टर ऊर्जा। हुन्छ ल, हस् ल। थ्याङ्क यू एभ्रिवान है। थ्याङ्क यू केएचडिसी टिम एभ्रिवान। थ्याङ्क यू डाक्टर। थ्याङ्क यू डाक्टर। जाँड रक्सी त अनि के त्यो मेरो जाँदाखेरि